अथाश्री बालकाण्ड। एकी दिन नारद सत्यलोक पुगी गया, लोको गरु हिते भनी ब्रह्मा ताई थिया पर्या चरणमा खुसी गराया पनि। क्या सोच्छौ तिमी सोध भन्छु म भनी, मरिजी भयो थियो जसै ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्यायो तसै। हे ब्रह्मा जति हुन् शुभ शुभ सबै सुनिरया छु कछु, बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछु। आहुला जब यो कली बखतमा प्राणी दुराचार भई, गरिन्या छन् सब पाप अनेक तरका नीतिका मतीमा गई। साँचो बात गरैनन् कोही अरेको गरेनन् त निन्दा पनि, अरिकाको धन खानलाई अभिलाष गरेनन् असल हो भनी। कोही जन त प्रस्त्रीमा रहत हुनन्, कोही त हिंसामा देहैलाई त आतिमा जानिरहनन्, नास्तिक पशु झैं तहाँ कामका चाकर झैं भएर रहनन्। स्त्रीलाई देउता सरी मान्नन्, प्रीति र मातृलाई बुझी खुब शत्रु सरीका गरी। ब्राह्मण भइकन वेद बेचिरहनन्, कोही पढुन् तापनि धन ठुलो छ पनि भन्या सहजन आर्जन गरौँला भनी। जाति धर्म र होइन क्षेत्रीहरूमा जो छन् यिनी चाहरू, शूद्रातीत तपस्वी होइरहनन् ब्राह्मण सरीका बरु। स्त्री धेर भ्रष्ट हुनन्, पति र ससुराको द्रोह ठुलो गरी, यस्ता नष्ट कसुरी त मुक्त त हुनन् संसार सागर तरी। यो चिन्ता मनमा भयो र अहिले सोधु उपाय पनि आयाको छु।